हेलो गाइज, नर्मल स्यालेरीमा 1 करोड बिल्ड गर्न मिल्छ? हो, मिल्छ। तर म तपाईँलाई एउटा कुरा भन्छु, तपाईँ 1 मिनट मात्र भिडियो ध्यानले हेरिदिनुहोस्, किनभने मलाई थाहा छ तपाईँहरूको एटेन्सन यति कमजोर भइसकेको छ कि तपाईँ यो भिडियो स्किप गरेर अर्को भिडियोमा तपाईँ जम्प गर्नुहुन्छ अनि त्यो भिडियोमा पनि तपाईँ केही बुझ्नुहुन्न है। सो कृपया यो भिडियो राम्रोसँग तपाईँ हेर्नु। यो भिडियो तपाईँको 1 करोडको भिडियो हो। 1 करोड भएन भने तपाईँ 1 करोडको यो ब्लुप्रिन्ट छ जुन तपाईँलाई जीवनभर काम लाग्ने छ। लाउनुहोस् यो भिडियो सुरु गरौँ। 2015 सालको कुरो हो। मेरो एकजना दाइ हुनुहुन्थ्यो। त्यो दाइको सरकारी जागिर थियो, राम्रो स्यालेरी थियो, जीवन राम्रो बितिरहेको थियो उहाँको। सबले भन्थ्यो उसको जीवन सेट भयो है, किनभने घरमा सबले उसलाई इज्जत गर्थ्यो। तर त्यो दाइले 35 वर्षको उमेरमा मलाई एउटा यस्तो कुरा भन्नुभयो जुन कुरा मैले कहिले बिर्सिएन। उसले भन्यो, यार म 10 वर्ष काम गरेँ अनि 10 वर्ष काम गर्दा मसँग बचत भनेको मेरो खातामा 3 लाख मात्रै छ। त्यो 10 वर्षको कमाइ जम्मा उहाँको खातामा 3 लाख। अनि मैले यसो सोच्न थालेँ कि के यही हो नर्मल नेपालीको जिन्दगी? स्यालेरी आउँछ, खर्च हुन्छ अनि केही बच्दै बच्दैन। अनि मैले यो कुरा खोज्न थालेँ क्या, जुन कुरा म तपाईलाई यो भिडियो मार्फत भन्न चाहन्छु। नर्मल स्यालेरीमा तपाईको 1 करोड बिल्ड गर्न मिल्छ। हो, रियल म्याथ छ। म तपाईलाई रियल म्याथ गएर देखाउँछु र यो पनि नेपालको कन्टेक्स्टमा, यो कतै विदेशको कन्टेक्स्टमा हैन म भन्दिनँ, नेपालको कन्टेक्स्टमा तपाईले 1 करोड बिल्ड गर्न मिल्छ तपाईको नर्मल स्यालेरीबाट। तर तपाईले एउटा डिसिजन लिनुपर्ने हुन्छ। यो काम गर्छ यदि तपाईले आज डिसिजन गर्नुभयो भने। हामी किन यहाँ छौँ? नेपालमा हाम्रो सबको एउटै कथा छ। बिहान उठ्यो, अफिस गयो, महिनाको अन्तमा स्यालेरी आयो अनि त्यो पनि स्यालेरी कहाँ गयो थाहै भएन। हो, तपाईले भन्नुहुन्छ रेन्टमा गयो, ग्रोसरी गयो, अलिकता साथीसँग पार्टी गरियो, केही मेडिकल खर्च भयो, अब बाँकी रह्यो केही हजार, त्यो 1000 पनि अर्को हप्ता गयो। अनि यो साइकल तपाईको चलिरहन्छ। यो साइकललाई थाहा छ तपाईलाई के भनिन्छ? यो साइकललाई भन्छ स्यालेरी इभापोरेसन। स्यालेरी आउँछ अनि इभापोरेट भएर उड्छ अनि हामीलाई देखिँदैन, कहाँ जान्छ थाहै हुँदैन। त्यो तपाईको गल्ती होइन। तपाईलाई कसैले सिकाइएन कि पैसालाई चाहिँ कसरी काममा लगाउनुपर्छ। हामी स्कुलमा के सिक्यौँ? स्कुलमा हिस्ट्री, जियोग्राफी अनि केही अल्जेब्रा, अनि पैसालाई चाहिँ कसरी काममा लगाउनु त्यो चाहिँ कहिले सिकाइएन। आज त्यही ग्याप चाहिँ फिल गर्नेछौँ। म तपाईलाई एउटा यस्तो मान्छेको कथा भन्छु, यो रियल छ। म तपाईलाई एउटा यस्तो मान्छेको कथा भन्छु, त्यो रियल छ, किनकि यो नेपालमा लाखौँ मान्छेको कथा छ। रामको उमेर 25, बैंकमा जागिर गर्छ अनि स्यालेरी 45,000 छ अनि राम खुसी छ। रामको पहिलो स्यालेरी आयो, आमाले साडी किनिदियो, बाबालाई मोबाइल, अनि त्यसपछि साथीसँग केही पार्टी, बाइकको डाउन पेमेन्ट, त्यहाँबाट EMI सुरु भयो
5 वर्षपछि रामको स्यालेरी बढ्यो, स्यालेरी भयो 65,000, किनभने उसको खर्च पनि बढ्दै गइरहेको छ। अनि उसले बाइक अपग्रेड गर्यो, फ्ल्याट लिन खोज्यो। 5 वर्षपछि रामको स्यालेरी बढेर 65,000 भयो, खर्च पनि बढ्यो किनकि उसले बाइक अपग्रेड गर्यो अनि फ्ल्याट लिन खोज्यो। अनि 10 वर्षपछि उसको स्यालेरी बढेर 80,000 भयो अनि उसले होम लोन लियो। अनि होम लोन लिँदा उसको इएमआई 35,000 भयो। अनि रामको छोराले एक दिन भन्छ, बाबा मलाई विदेश पढ्न जानु छ। अनि त्यति बेला रामको अकाउन्टमा थियो जम्मा 6 लाख रुपियाँ। यो ब्यालेन्सले उसको छोरालाई विदेश पढ्नबाट चाहिँ वञ्चित गरिरहेको थियो। तर राम भित्रभित्र रोइरहेको थियो। यो कथा काल्पनिक होइन, यो तपाईको वरिपरिको कथा हो। यो उही अफिसमा सीताको कथा सोध्नुस्। सेम अफिसमा सीताको पनि स्यालेरी 45,000। तर सीताले पहिलो स्यालेरीमै उसले एउटा रुल सेट गरिन्, स्यालेरी आयो कि पहिला आफूले तिर्छु अनि बाँकीमा बाँच्छु। उसले 8,000 प्रत्येक महिना म्युचुअल फन्ड एसआइपीमा हाल्न थालिन्। घुम्न गइन्, पार्टी गरिन्, राम्रो जीवन बिताइन्। तर त्यो 8,000 चाहिँ टच भएन। 10 वर्षपछि सीताको अकाउन्टमा करोडको नजिक, सेम अफिस, सेम स्यालेरी, सेम नेपाल। फरक थियो एउटा डिसिजन हो। त्यही डिसिजनको पछिको म्याथ र सिस्टम म तपाईलाई भन्न गइरहेको छु। पहिला म्याथ हेरौँ, किनकि म्याथ झुट बोल्दैन। नेपालमा 7 रजिस्टर म्युचुअल फन्डहरू छन्। ती फन्डले हिस्टोरिकल्ली 10 देखि 14% रिटर्न दिइरहेका छन् र हामी मानौँ तपाईको 12% एनुअल रिटर्न है। र अब एसआइपी क्याल्कुलेटरमा तपाईँ हेर्नुहोस्, यहाँनिर म तपाईलाई देखाउन चाहन्छु। यो 1 करोडको टेबल छ हैन। यो तपाईले यहाँ बोर्डमा हेर्नुहोस् है। यहाँ सुरुमा हेर्नुहोस्, यो भयो तपाईको मन्थली एसआइपी है। यो तपाईको मन्थली सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान। यो अमाउन्ट छ तपाईको प्रत्येक महिना तपाईले एसआइपी गर्नुपर्ने अमाउन्ट। जस्तै 5,000, 8,000, 10,000 र 15,000 है। र यो तपाईको इयर छ, यो वर्ष छ तपाईको कति वर्षसम्म तपाईले आफ्नो पैसालाई राख्नुभयो। यो तपाईको टोटल इन्भेस्टमेन्ट, तपाईले कति पैसा चाहिँ टोटल इन्भेस्ट गर्नुभएको, यो टोटल। अनि यो तपाईको यो टोटल अमाउन्ट तपाईले अन्तमा लास्टमा वर्षको लास्टमा तपाई कति पाउनुहुन्छ, यो चाहिँ अमाउन्ट हो है। यहाँ देखिराख्नु भएको छ ल। यो तपाई एकछिन अलिकता पछाडि गर्नलाई ल, ठीक छ। यहाँ हेर्नुहोस्, यो तपाईको 5,000 तपाई प्रत्येक महिना राख्नुभयो भने 25 वर्षसम्म तपाईको टोटल पैसा 15 लाख भयो है। अनि तपाईको लास्टमा यो 15 लाखले कति तपाईले दियो, 94 लाख दियो, करिब 1 करोड दियो तपाईले। तपाईले इन्भेस्ट गर्नुपर्ने कति, 5,000 एभ्री मन्थ, 25 वर्षसम्म 94 लाख। तपाईको ओरिजिनल पैसा कति छ, यो पैसा मात्र तपाईको ओरिजिनल 15 लाख मात्र। यो 15 लाख पैसा काम गर्यो तपाईको लागि के भन्छ नि, पैसालाई काममा लगाउनु। हामी कति काम गर्ने अब, त्यही भएर पैसालाई काममा लगाउनु पर्छ। अनि यो पैसाले तपाईको लागि काम गरियो। यो कति पैसा, यो 15 लाखले कति दियो तपाईलाई, 79 लाख रुपियाँ तपाईलाई दियो यो इन्भेस्टमेन्टको बापत। अनि बल्ल तपाईको 94 लाख भयो। त्यस्तै तपाई हेर्न सक्नुहुन्छ त। अर्को छ तपाईको 8 लाख, 22 वर्षमा तपाईको 21 लाख बन्यो है। अनि यो 21 लाखले कति दियो तपाईलाई, 1 करोड, 1.02 करोड। हेर्नुहोस् है, यो टेबल तपाईँ हेर्नुहोस्। तपाईँ भन्नुहुन्छ कि
गफ दिएको हो। यो म्याथ मैले भनेको तपाईँलाई म्याथ चाहिँ झुट बोल्दैन है। अर्को छ तपाईँको प्रत्येक महिना तपाईँ एसआइपी गर्नुहुन्छ 10,000, 20 वर्षसम्म 24 लाख तपाईँले हाल्नुभयो, तपाईँको 99 लाख भयो, 1 करोड। अर्को छ तपाईँको 15,000, 17 वर्षसम्म तपाईँले लगातार इन्भेस्ट गर्नुभयो भने तपाईँको टोटल हुन आउँछ 31 लाख र यो 31 लाखले तपाईँलाई 1 करोड। त्यही भएर मैले भनेको तपाईँलाई कि तपाईँको यो इन्कम छ नि, जति इन्कम तपाईँको यहाँ बढी बढाउनुहुन्छ भने इन्कम तपाईँको यहाँ इन्कम तपाईँको जति बढ्छ 15,000 छ अहिले, 25 भयो भने अझै यो टाइम कम लाग्छ है। यही हो तपाईँको कम्पाउन्डिङको म्याजिक है। अब हेर्नुभयो तपाईँको टेबल माध्यमले तपाईँले कसरी 1 करोड बनाउन सक्नुहुन्छ। यो सब अमाउन्ट छ, डिफ्रेन्ट अमाउन्ट छ। डिफ्रेन्ट अमाउन्ट तपाईँले जति बढी हाल्नुभयो भने त्यति तपाईँको करोड हुने चान्सेस बढी हुन्छ। कम टाइममा तपाईँ करोडपति बन्न सक्नुहुन्छ। म तपाईँलाई यहाँनिर 5 स्टेप सिस्टम वाइज भन्ने छु। स्टेप 1 मा के छ भने तपाईँको पहिला आफूलाई तिर्नुहोस्, पे योर सेल्फ फर्स्ट है। अनि तपाईँले पे गर्दा आफैलाई 20% पहिला छुट्याउनुहोस् हैन। अनि बाँकी 80% मा तपाईँ बाँच्नुहोस्। जस्तै तपाईँको स्यालेरी छ, मानिलिउँ 50,000 छ भने तपाईँ त्यसको 20% छुट्याउनुहोस्, 10,000। 10,000 तपाईँले सेभिङमा होइन, तपाईँ सिधै इन्भेस्ट गर्नुहोस्। जस्तै तपाईँको स्यालेरी छ 1 लाख, अब 1 लाखको 20% तपाईँले ठ्याक्कै 20,000 रुपियाँ तपाईँले सिधै इन्भेस्ट गर्नु पर्यो, त्यो सेभिङमा राख्नु भएन है त। र बाँकी तपाईँको जुन 80% हुन्छ त्यो 80% मा तपाईँ घर खर्च चलाउनुहोस्, ट्रान्सपोर्टेसन दिनुहोस्, शिक्षामा तपाईँले खर्च गर्नुहोस् हैन। अनि तपाईँको जे गरे पनि हुन्छ यसमा है। तर तपाईँले एउटा रुल सेट गर्नुपर्छ। रुल चाहिँ के छ भने पहिला आफूलाई तिर्नुहोस् है, पछि चाहिँ जे छ बाँकी हुन्छ नि। स्टेप 2 के छ भने इमर्जेन्सी फन्ड। यो बोर्डिङ छ तर अत्यन्त जरुरी छ। इन्भेस्ट सुरु गर्नु अगाडि 3 महिनाको खर्च छुटे राख्नुपर्छ। जस्तै स्यालेरी तपाईँको 50,000 छ भने 1.5 लाख छुट्टै अकाउन्टमा राख्नुहोस्, टच गर्नु भएन है। किनकि इमर्जेन्सीमा इन्भेस्ट गरेको पैसा झिक्नु पर्यो भने तपाईँको सब रिसेट हुन्छ। यो तपाईँ मानिलिउँ तपाईँ स्टक मार्केटमा लगाउनु भएछ, त्यहाँबाट झिक्नुहुन्छ, कति दिनको कति महिनाको मेहनत हुन्छ, झिक्नु पर्ने, रिसेट गर्नु पर्ने तपाईँको। त्यही भएर तपाईँ के गर्नुहुन्छ भने छुट्टै राख्नुहोस् कि इमर्जेन्सी फन्ड एटलिस्ट 3 देखि 6 महिनाको तपाईँ छुट्टै राख्नुहोस्। यो इमर्जेन्सी फन्ड भयो भने तपाईँलाई मेन्टली फ्री हुन्छ क्या, केही चिन्ता लिनु पर्दैन। तपाईँ एकचोटि 3 महिनाको एटलिस्ट राख्नुहोस् अनि तपाईँ हेर्नुहोस् कति तपाईँलाई मेन्टली फ्री तपाईँ फिल गर्नुहुन्छ र तपाईँको बेटर डिसिजन पनि गर्न मिल्छ तपाईँले। स्टेपमा रहेछ तपाईँको म्युचुअल फन्ड एसआइपी। यो तपाईँको बोइङ 380 इन्जिन हो। यो 1 करोडको इन्जिन छ। यो सबभन्दा इम्पोर्टेन्ट स्टेप हो, किनभने नेप्सेमा रेजिस्टर कम्पनीहरू धेरै छ है। से बन्ड जस्तै कि तपाईँको सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ नेपाल हैन, यसमा रेजिस्टर म्युचुअल फन्डहरू धेरै छन्। जस्तै एनआइबिएल, एनएमबी, सानिमा, लक्ष्मी। अब तपाईँले भन्नुहुन्छ कुन फन्ड रोज्ने हैन। हेर्नुहोस्, जस्तै तपाईँको 5 वर्षभन्दा ट्र्याक रेकर्ड भएको कम्पनीहरू खोज्ने। तपाईँले 5 वर्षभन्दा माथि ट्र्याक रेकर्ड भएको कम्पनीहरू छ भने त्यसमा तपाईँ ढुक्क भएर तपाईँ त्यसलाई विश्वास गर्दा हुन्छ। रेड फन्ड हाउसहरू छन् हैन, जस्तै कि एनएमबी, नबिल। अनि तपाईँ अर्को ग्रोथ फन्ड जुन छ नि, एउटा ग्रोथ ओरिएन्टेड फन्ड, जस्तो कि तपाईँको एग्रेसिभ ग्रोथ चाहनुहुन्छ भने तपाईँले इक्विटी हेभी फन्डमा लगाउँदा हुन्छ हैन। अनि एसआइपी सेट गर्नुहोस् हैन, यो अटोमेटिक हुन्छ। स्यालेरी आयो कि तपाईँ इन्भेस्ट गर्ने बित्तिकै अटोमेटिक भने तपाईँलाई फिलिङ पनि भएन, किनभने तपाईँलाई सोच्नु पर्दैन, यो अटोमेटिक हुन्छ। र यसमा तपाईँको इमोसन पनि इन्भल्भ हुँदैन। जस्तै मार्केट डाउन भयो भने तपाईँलाई प्यानिक हुनु परेन है, डर पनि लागेन तपाईँलाई, किनभने यो अटोमेटिक हुन्छ। अब तपाईँको 4th स्टेप भनेको तपाईँको डाइरेक्ट नेप्सेमा इन्भेस्ट गर्ने।
अब तपाईको एसआईपी राम्रोसँग चलिरहेको छ, इमर्जेन्सी फन्ड तपाईसँग भइसकेको छ, अब नेप्सेमा डाइरेक्ट इन्भेस्ट गर्न मिल्छ तपाईलाई है। तर याद राख्नु तपाई यो स्टेप 4 हो। स्टेप तपाईले बुझ्नु अति जरुरी छ। तपाई सिधै नेप्सेमा सिधै गएर डाइरेक्ट चाहिँ तपाईले लगाउन यसो मिल्दैन। किनभने तपाई यदि सिधै डाइरेक्ट इन्भेस्ट गर्नुहुन्छ भने तपाईलाई फेरि इमर्जेन्सी फन्डहरु छैन, फेरि केही आपत पर्यो भने फेरि तपाईको के हुन्छ भने इमर्जेन्सी फन्ड तपाईलाई ब्रेक गरेर इन्भेस्ट गर्नुपर्ने हुन्छ। नेप्सेमा के किन्ने त? अब नेप्सेमा तपाईले बैंकिङ सेक्टर किन्ने, स्टेबल रेगुलर डिभिडेन्ड दिने कम्पनीहरु हेर्ने तपाईले है। डिभिडेन्ड हिस्ट्रीमा जाने, 5 देखि 10 वर्ष डिभिडेन्ड लगातार दिइरहेछ भने कम्पनी, त्यस्तो डिभिडेन्ड दिने कम्पनी चाहिँ किन्ने। अर्को हाइड्रो पावर, तपाईलाई थाहा छ हाइड्रो पावर नेपालको व्हाइट गोल्डले भनिरहेको छ। यसमा गभर्नमेन्ट सपोर्ट छ, गभर्नमेन्टले सपोर्ट गरे छ यसमा हैन। र अर्को छ क्वालिटी कम्पनी, फन्डामेन्टल स्ट्रङ भएको कम्पनी हेर्ने, ब्लू चिप कम्पनीहरु हेर्ने है, यो किन्नुस्। अनि तपाईको 4 देखि 5-6 वर्षसम्म तपाई होल्ड गर्नुस् यसलाई है। अब कोही साथी भन्नुहुन्छ ट्रेडिङ इन्ट्राडे ट्रेडिङ के गर्ने? इन्ट्राडे ट्रेडिङ चाहिँ नगर्नुस्, त्यो वेल्थ बिल्ड गर्ने होइन, त्यो चाहिँ ग्याम्बलिङ हो हैन। किन म यस्तो भन्छु भने तपाई चाहिँ यसमा धनी बन्नुहुन्न, तपाई यसमा पैसा कमाउन सक्नुहुन्न, तपाईको ब्रोकरले कमाउने हो। त्यही भएर यो वेल्थ बिल्डिङ गर्ने चाहिँ होइन। खोल्नुस्, जस्तो कि कोही साथीको डिम्याट अकाउन्ट छैन भने डिम्याट अकाउन्ट खोल्नुस्, बैंकमा जानुस्, भन्नुस् बैंकमा मलाई आइपीओ भर्नको लागि तपाईले मलाई डिम्याट अकाउन्ट खोल्दिनुस्, आसबा अकाउन्ट बैंकले नि खोल्दिनु, तपाईको सब फ्री छ, यो तपाईले केही गर्नु केही पैसा 1 रुपैयाँ पनि तिर्नु पर्दैन। अर्को छ तपाईको स्टेप 5। स्टेप 5 के छ भने तपाईको इन्कम बढाउनुस्। अब यो रियल चिट कोड हो तपाईको। किनभने म तपाईलाई भन्छु भने इन्कम तपाईको बढ्यो भने तपाईको टाइमलाइन जुन छ, तपाईको जुन 1 करोड बिल्ड गर्ने तपाईको जुन चाहना छ त्यो चाहिँ कम हुन सक्छ। तपाईले इन्कम बढाउनको लागि तपाईले धेरै उपायहरु छ। जस्तै कि तपाईले स्किल बेच्नुस्, तपाई आफ्नो टिचिङ गर्नु छ भने तपाई अनलाइन टिचिङ गर्न सक्नुहुन्छ हैन। ट्रान्सलेसन कसैलाई आउँछ भने ट्रान्सलेट तपाई अनलाइन गर्न सक्नुहुन्छ। प्रोडक्ट कसैलाई बनाउन आउँछ भने डिजिटल प्रोडक्ट तपाई बनाएर अनलाइन बेच्न सक्नुहुन्छ है। कसैलाई राम्रो बोल्न आउँछ भने तपाई टिकटकहरु, युट्युबहरु च्यानल खोलेर मोनेटाइज गरेर पर्सनल ब्रान्ड बनाउन सक्नुहुन्छ। म तपाईलाई छिटो भन्छु है, यदि यी मिस्टेकहरु तपाईले गर्नुभयो भने तपाईको 1 करोडको सपना नै रहन्छ। जस्तै मिस्टेकहरु कस्तो मिस्टेकहरु छ तपाईको, सबै पैसा एफडी मा राख्नु है। तपाईलाई थाहा छ नेपालको महँगी इन्फ्लेसन तपाईको 3.5 देखि 4% सम्म छ र सेभिङमा वा एफडी मा कति छ? त्यही सेम छ। तपाईलाई गेन भनेको कति? 0। त्यही भएर यो मिस्टेक चाहिँ नगर्नुस्। अर्को मिस्टेक, यदि मार्केट डाउन भयो भने तपाई एसआईपी बन्द चाहिँ नगर्नुस्। अब जस्तै मार्केट डाउन छ भने तपाईको बढी युनिट आउँछ मार्केट डाउन भएको बेलामा। जस्तो सेल्सको अफर हुन्छ नि, सेल्सको अफर जस्तो भयो के मार्केट डाउन भएको बेला। तपाई प्यानिक नहुनुस्, तपाई त्यति बेला तपाईले बढी युनिट किन्नुहुन्छ। त्यही भएर मार्केट डाउन भएको बेला एसआईपी चाहिँ बन्द नगर्नुस्। तेस्रो मिस्टेक के छ भने घर नै इन्भेस्टमेन्ट ठान्नु के। अब तपाईको कसैले होम लोन लिन्छ हैन, अब होम लोन 40 देखि 50 लाख लिनुहुन्छ भने ब्याज सहित तिर्दा तपाईको 70 देखि 80 लाख जान्छ। त्यो अब भन्नुहुन्छ किनभने त्यो प्रोपर्टीबाट तपाईको इन्कम जेनेरेट भएन, तपाईको रेन्ट त त्यो घरले त दिएन, तपाईको इन्कम आएन हैन। त्यही भएर यस्तो गल्ती चाहिँ नगर्नुस्। अर्को मिस्टेक के छ भने हट टिप्स मा इन्भेस्ट गर्नु। जस्तै तपाईको साथीहरुले फेसबुक सोशल मिडियामा टिप्स दियो, ल फलानो स्टक किन, फलानोमा इन्भेस्ट गर, त्यो तपाई त्यो सोच्नुस् के भने त्यो टिप्स होइन, त्यो ट्र्याप हो। पहिले पछि म गर्छु, बढी पैसा कमाउँछु, मेरो इन्कम बढी हुन्छ अनि म इन्भेस्ट गर्छु, त्यस्तो चाहिँ सोच्नु हुँदैन। किनभने तपाईको कम्पाउन्डिङ भनेको टाइम सेन्सिटिभ छ। अब जस्तै 5 वर्ष तपाईले लेट स्टार्ट गर्नुभयो भने उस्तै अमाउन्टमा 10 वर्ष एक्स्ट्रा लाग्छ तपाईलाई है। त्यही भएर
तपाईँ पछि चाहिँ नगर्नुहोस्, जति छिटो हुन सक्छ तपाईँ अर्ली चाहिँ स्टार्ट गर्नुहोस्, अर्ली एसआइपी इन्भेस्ट गर्नुहोस्, त्यो चाहिँ तपाईँको फाइदाजनक हुन्छ। र हाम्रो बाआमाले जिन्दगीभरमा धेरै दुःख गर्नुभयो, आफ्नो लाइफ सेक्रिफाई गर्नुभयो, तर उहाँहरूको जेनेरेसनमा म्युचुअल फन्ड थिएन, एसआइपी थिएन, अनलाइन डिमान्ड पनि थिएन, अनि उहाँहरूसँग कम्पाउन्डिङको नलेज पनि थिएन। उहाँहरूले आफ्नो पैसा एफडीमा राख्नुभयो, अनि सुन किन्नुभयो, जग्गा किन्नुभयो, किनकि त्यो टाइममा त्यो मात्रै थियो। तपाईँ र हाम्रो जेनेरेसनमा टुल छन्, नलेज छ, एसेस छ, धेरै अप्सनहरू छन् वेल्थ बिल्ड गर्नको लागि। अब क्वेसन एउटै आउँछ, के तपाईँ युज गर्नुहुन्छ? 1 करोडको त्यो लग्जरी होइन, त्यो म्याथ हो। अब तपाईँ भन्नुहोस् रामको कथा बन्नु छ कि सीताको? त्यो डिसिजन आज गर्न सकिन्छ। त्यो एन्ड हुनु अगाडि 5 वटा काम तपाईँ आज गर्नुहोस्। नम्बर 1 के छ भने तपाईसँग इन्टरनेट ब्याङ्किङ छ, मोबाइल ब्याङ्किङ छ, तपाईँ आफ्नो बैंक अकाउन्टको स्टेटमेन्ट झिक्नुहोस्। त्यो पीडीएफ फर्ममा आउँछ र तपाईँ त्यसमा तपाईँ हेर्नुहोस् तपाईको एक्सपेन्सेस, खर्च कहाँ गइरहेको छ है। दोस्रो के छ भने इमर्जेन्सी फन्डको लागि छुट्टै अकाउन्ट खोल्नुहोस्। तपाईँ एउटा सेभिङ तपाईको छँदैछ, एउटा छुट्टै इमर्जेन्सी फन्ड खोल्नुहोस्। यो चाहिँ एकदम जरुरी छ तपाईको अकाउन्ट खोल्नुपर्ने, इमर्जेन्सी अकाउन्ट। हामी नर्मली सबको एउटै अकाउन्ट हुन्छ के। तेस्रो के छ भने तपाईको savon.gov.np मा जानुस् र त्यहाँ रेजिस्टर भएको म्युचुअल फन्डहरु हेर्नुस् है। चौथो छ के छ भने एउटा फन्ड त्यसबाट छान्नुस्, एउटा म्युचुअल फन्ड त्योबाट छान्नुस् र 500 एसआइपी सुरु गर्नुस्। र लास्ट छ तपाई मेरो शेयरमा रेजिस्टर गर्नुस्, डीम्याट अकाउन्ट खोल्नुस्। यो सब फ्री छ तपाईको। 1 करोडको त्यो ड्रिम होइन, त्यो एउटा डिसिजन र डिसिप्लिनको रिजल्ट हो। भिडियो हेल्पफुल लाग्यो भने तपाई शेयर गर्नुस्, कमेन्ट गर्नुस् र यो बेल आइकन चाहिँ तपाई थिच्दिनुस् है। र साथीहरुमा तपाई एउटा शेयर गरिदिनुस् यसलाई। थ्यांक यू फर वाचिङ।